फ्रुटी पाउनुहुन्छ गर्मीमा जस्ट नर्मल है हजुरको नाम मेरो सङ्गीता पर्याल आज चाहिँ के को एक्जाम छ आज नेपालीको नेपाली कस्तो भयो राम्रै राम्रै भयो ल त्यसो भए प्लस टू पछि चाहिँ के गर्न सोच्नु भएको अब रिजल्ट आएपछि थाहा हुन्छ होइन यसै मनमा त पास हुन्छ जस्तो त छ होला नि त्यही नि अब के गर्छु के गर्नु नेपाल बस्ने विदेश जाने के सोच्नु भएको कुन देश जानुहुन्छ जापानिज भाषा पढ्ने भनेको जापानिज भाषा पढ्ने हो हामी पनि डिभाइन अब्रोड स्टडिजबाट आएको हामीले जापान सबै देश पठाउने छौँ होइन र तपाईँ इन्ट्रेस्टेड हुनुभयो भने चाहिँ हाम्रो यो भाउचर लिएर आउनुभयो भने तपाईँलाई हामीले धेरै डिस्काउन्ट अफरहरू दिनेछौँ र म तपाईँलाई 3वटा क्वेसन सोध्दैछु तपाईँले मिलाउनु भयो भने तपाईँलाई गिफ्ट पनि दिनेछौँ है ल तपाईँले सोच्नु भएको रहेछ जापान जाने होइन जापानको क्यापिटल के हो जापानको राजधानी के हो थाहा छैन ल नेपालको राजधानी के हो काठमाडौँ नेपालको प्रधानमन्त्री को हो बालेन्सा जापान जानलाई चाहिँ कति लेभलको एक्जाम पास गर्नुपर्छ जापानिज त्यो त थाहा थाहा भएन यदि त्यसको बारेमा अझै बुझ्नु छ भने हामीलाई यो नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ र तपाईँले एन्सर दिने कोसिस गर्नु भएकोमा चाहिँ हाम्रो तर्फबाट चाहिँ गर्मीमा यो ठ्याक्क चिज हो है ल धेरै धेरै धन्यवाद धन्यवाद